तिमी जस्तो हो त महिना दिनमा नुहाउने मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन हाम्री आमा त स्याम्पल पिसै हो नि कहाँ भेटेछन् कुनै हाम्रा बाले त्यसको असर मलाई सोच परिरहेछ यहाँ फेरि बिहाको कुरा ननिकाल है आमा तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त तलाई पाइन तलाई तिमीले हात दिनु सिकायौ अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु एक्सक्यूज मी नेपालीमा भन अंग्रेजी बुझ्दिन वार्ताको टेबलमा एकचोटि बस्दै नि त यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ पछाडिको 6 वटा त मैले दिया हो अगाडिको 4 कसले दिएछ आर यु कमेडी मी ओइ भोलि तिमीहरुको बिहान के गर्ने प्लान छ भन त बिहान उठ्ने मुखजुनी बम पड्काउने 4 बम पानी त आउँछ कहिले आउँछ मरेपछि आज मर्यो कान्छ भोलि पानी खान्छ प्लिज मलाई हेल्प गर्नु बस थ्यांक यू रेडियो नेपालको बिहानको सम्पूर्ण प्रसारण यही सकिन्छ जय नेपाल खाइबक्सोस् नजुर खाइबक्सेन भने मरिबक्सन्छ अब त चाउ चाउ खाऊ चाउ चाउ हुट्याउँछ ए 50 लाखमा 10 रुपैयाँ त्यो चाउ चाउ पनि छोड यस्तै त हो नि पोरो जहिले यस्तै त मारे नि आमा ओए ठाउँको ठाउँ नथित न मैले मात्र कौरी खेलेर भयो मेरो बच्चाले चाहिँ खेल्नु पर्न तिम्रो त्यौडी गइन्जास काजी साहब नमस्कार अब तेरो बिहा गर्नुपर्छ छोरा हुन्छ हो आमा तर सहान ल्यायो अर्काले सही ल्याउँदो रहेछ यसपालि पनि एसएलसी फेल अब यता चाहिँ पास हुन्छ हैन त लुगा नापेर आको कि आगो तापेर आको अनि पुष्पाजीले के माथि चढ भन्नुभयो के भनिस रुख माथि चढ भन्नुभयो आवी वतारे हटे त्यसका बाजे के गो गङ्गा भएर उडाएर ल्याउनलाई ए अर्को हिरो खै त हिरो कहाँ एक्लै आउँछ त हिरोइनसँग आउँदै खालि खत्तम अब के गर्छस् त केटो उसैलाई उडाइदियो मैले मेरो खराब पानी छ मेरो खराब साला मैले धर्रा र घण्टाघरको लभ परे फर्स्ट टाइम देखेला तपाई पनि थुतुनु हेर न थुतुनु काइसाब जस्तो देखिन्छ खत्तम बाय बाय What's your academic qualification? I mean your educational level. रेड लेभल ब्ल्याक लेभल ब्लू लेभल चाहिँ चाख्या छैन What is this? केटी माग्न गएको काल माग्न गयो जस्तो भयो यार हे हामी पनि बेकार डरेर भने बन्दुक छ भन्दैमा त्यसले पड्काइहाल्न सक्छ खत्तम